हेलो नमस्कार। हामी चाहिँ तपाईको आज फेरि एउटा भ्लग या भिडियो औषधि मुलुकजन्य हाम्रो चाहिँ धेरै किसिमको छ। फेरि पनि म तपाईलाई यो औषधिको बारेमा चाहिँ सिकाउँदैछु। यो चाहिँ कपाली झार भन्छ। यो कपाली झार हेर्नुस्, अनि कपाल जस्तै हुन्छ यसको चाहिँ। यो चाहिँ यसको डाँठहरू पनि कपाल जस्तै हुन्छ। अनि यो चाहिँ तपाईले चाहिँ कपाल कतिको झर्छ भने र यसलाई चाहिँ तपाईले जसरी नै यसलाई चाहिँ कुटेर यसको पात मात्रै तानेर पातहरु तानेर चाहिँ यसरी तान्न सकिन्छ। अनि यसरी ल्याएर चाहिँ तपाईले यसरी तान्ने सबै आउँछ यसरी। अनि त्यसपछि कुट्ने, यसलाई कुटेर चाहिँ ल्याप बनाएर मेहन्दी जसरी लाउनुहुन्छ मेहन्दी लागेको तरिकाले चाहिँ तपाईले त्यसरी नै मेहन्दी लाउने तरिकाले नि तपाईले 2 या 3 महिना लाउनुहोस्। यसले चाहिँ कपाल झर्नु चाहिँ एकदमै रोक्ने छ। यो चाहिँ किनभने यो कपाल झार चाहिँ हेर्नुस्, कपाल त्यस्तै हुन्छ, यसको डाँठ पनि यस्तै हुन्छ है। यो चाहिँ धेरै मान्छेको चाहिँ रोकिएको कारणले चाहिँ म तपाईलाई पनि हाम्रो पुर्खौलीहरूले पनि भन्थ्यो, पुर्खा बाजेहरूले पनि रोक्छ भनेर हाम्रो गाउँमा पनि धेरै ट्राई गर्यो, धेरै लगाएको, धेरै रोकेको कारणले चाहिँ मैले पनि त्यो जानकारी पाएकोले चाहिँ तपाईहरुलाई पनि सिकाइरहेको छु। कपाली झार तपाईहरुकोमा छ भने यसलाई चाहिँ यसरी नै यसलाई कुटेर चाहिँ यसलाई चाहिँ भेट्ने छौं भन्दै यो कपाली झार चाहिँ तपाईहरुले चिनिहाल्नु होला। अर्को भिडियोमा चाहिँ अरु नै औषधिहरु केही लिएर उपस्थित हुने छु। अहिलेको लागि चाहिँ जाने तर्क गर्दै तपाईहरुबाट बिदा हुन्छु। हस्त, धन्यवाद। हुन्छ, आजको भिडियो यति नै हो। आज चाहिँ कपाली झार भनेर तपाईले चिन्नु भएको छ। तपाईहरुको गाउँमा चाहिँ के भन्छ यसलाई चाहिँ। यही भिडियो चाहिँ तपाईले जानकारीमूलक भिडियोहरु यसरी नै पाउनुहुनेछ। शेयर सब्स्क्राइब गर्नु होला। औषधिहरु चाहिँ हामीले अर्ग्यानिक औषधिहरु चाहिँ यसरी बनाउन सकिन्छ, प्रयोग गर्न सकिन्छ। यसको चाहिँ कुनै पनि साइड इफेक्ट हुँदैन। हाम्रो चाहिँ जडीबुटी औषधिमा चाहिँ समस्याहरु आउँदैन, किनभने यसको साइड इफेक्ट हुँदैन। 0% साइड इफेक्ट हो, जडीबुटीमा त्यस्तो समस्या हुँदैन। त्यही भएर चाहिँ यसलाई प्रयोग गर्नुभयो भने कपालहरु झर्न रोक्ने नै छ। हुन्छ, धन्यवाद। आज यो भिडियो चाहिँ अब तपाईहरुले चाहिँ चिनाएको छु, तपाईले प्रयोग गर्नु होला भन्दै म आज बिदा हुन्छु। अर्को भिडियोमा फेरि भेटौँला। हस्त, धन्यवाद।